परमेश्वरको आत्माको नेतृत्वमा एउटा जवान सिंहसँग लडेको 300 स्यालद्वारा पलिस्तीहरूलाई उछिनेको र गधाको बङ्गराले 1000 पलिस्तीहरूलाई हराएको सिम्सोन अब हराइसकेको छ। जब उनका कपाल काटिए सिम्सोन केही पनि रहेनन्। सिम्सोनले सोचे कि उनको कपाल उनको शक्तिको स्रोत हो, तर वास्तवमा यो परमेश्वरलाई गरिएको उनको प्रतिज्ञाको प्रतीक थियो। सिम्सोनले ठेस खाए र असफल भए। सिम्सोन पहिले नै आफ्नो कपाल काट्दा असफल भएका थिएनन्, तर जब उनले परमेश्वरसँग गरेको वाचाको बारेमा दलिलालाई भने तब असफल भए। निरन्तर प्रलोभनको सामना गर्दा उनी आफूलाई बचाउन सकेनन् र सिम्सोनसँग रहेको परमेश्वरको आत्मा हट्यो। पलिस्तीहरूको झ्यालखानामा कैद गरिएको सिम्सोनलाई काँसाको साङ्लाले बाँधिएको थियो र उसले मानिसको सट्टा जनावरको काम गरिरहेको थियो। आँखा निकालेर उसलाई निरन्तर जातो घुमाउन बाध्य पारिएको थियो। एकपटक सहरका ढोकाहरू उचाल्ने मानिस अब अन्धकारमा अनन्त रूपमा ढुङ्गा घुमाउनमा सीमित भएको थियो। सिम्सोनको लागि सबै कुरा सकिएको जस्तो लाग्दा न्यायकर्ता 16 अध्यायको 22 पदमा आशाको वचन देखा पर्दछ। यसमा लेखिएको छ, तर काटिएको उसको कपाल फेरि बढ्न थाल्यो। यद्यपि यो धेरै छोटो वाक्य भए पनि सिम्सोनको लागि केही नयाँ सुरु हुन लागेको जस्तो देखिन्छ। सिम्सोनलाई पक्रने पलिस्तीहरूले मन्दिरमा ठूलो भोज आयोजना गरे। तिनीहरू खुसी भए, विश्वास गर्दै कि तिनीहरूको देवताले सिम्सोनलाई तिनीहरूको हातमा सुम्पिएको छ। तिनीहरूले सिम्सोनको गिल्ला गरे र उपहास गरे। तिनीहरूले उनलाई झ्यालखानाबाट बाहिर निकाले र रमाइलो गर्न उसलाई तमासा देखाउन लगाए। लाज र अपमान सहँदै तमासा देखाउँदै गर्दा सिम्सोनले उसलाई पलिस्ती मन्दिरमा ल्याउने केटालाई अनुरोध गरे, मलाई यस मन्दिरलाई अड्याउने मूल खम्बा छाम्न देऊ र म त्यसमा अडेस लाग्नेछु। बाइबलमा सिम्सोनलाई ठूलो बल भएको मानिसको रूपमा चित्रण गरिएको भए तापनि यस्तो देखिन्छ कि उनी वास्तवमा त्योभन्दा बढी थिए। उनी एक मानिस थिए जसलाई परिस्थितिको मूल्याङ्कन कसरी गर्ने भनेर थाहा थियो। सिम्सोनले आफ्नो अन्त्यको बारेमा सोच्दै र फेरि एकपटक परमेश्वरमा पुकारा गरेर त्यो अनुरोध गरे। सिम्सोनले मन्दिरलाई थाम्ने 2 मूल खम्बाहरू समातेर प्रार्थना गरे, हे परमप्रभु परमेश्वर, मलाई याद गर्नुहोस्। हे परमेश्वर, मलाई अझै एकपल्ट मात्र शक्ति दिनुहोस्। यति भनेर सिम्सोनले आफ्नो सम्पूर्ण शक्तिले ती खम्बाहरूलाई धकेले। भनिन्छ कि त्यस दिन पलिस्ती मन्दिरमा लगभग 3000 मानिसहरू थिए र तिनीहरू सबै मरे। यो किनभने सिम्सोनले मन्दिर भत्काए। भनिन्छ कि सिम्सोनले आफू मर्दा बाँचेको समयभन्दा धेरै मानिसहरूलाई मारे। सिम्सोनले आफ्नो जीवनसँगै न्यायकर्ताको रूपमा आफ्नो अन्तिम काम पूरा गरे। यसरी सिम्सोनको कथा समाप्त हुन्छ। यो एक नायकको कथा हो, तर एकै समयमा यो एक दुःखद कथा पनि हो जसले मानव कमजोरीलाई प्रकट गर्दछ। यद्यपि उनको परिवार वा इजरायलका मानिसहरूले सिम्सोनको विचारलाई पूर्ण रूपमा बुझेनन्। परमेश्वरको आत्माको प्रेरणामा 20 वर्षसम्म इजरायललाई बचाउने न्यायकर्ता सिम्सोनको कथा लामो समयसम्म सम्झिने देखिन्छ।